जा भनिरहेको इन्डिकेटर छैन त अनि गए पो दिनु त नि उसको भी आज से राज मिल गया। अरे अगले साल में ऐसे कोई खेलता है तो फिर बेटा तुमसे ना हो पाएगा। हेलो गाइज वेलकम ब्याक टु अर्जुन नोमेड। सो अहिले देख्न सक्नुहुन्छ राति भइसकेको छ हैन, करिब 9 बज्न लागिसकेको छ। एउटा ट्रेन भर्खरै छुट्दैछ यहाँदेखि, अब खै कहाँको लागि छुट्दैछ हैन। अच्छा ठीक है पारीबाट ट्रेन गएको पनि देख्न सक्नुहुन्छ। अलि भर्खरै एउटा ट्रेन गइसकेको छ प्यासेन्जरवाला। सो यही हो, म चाहिँ भर्खरै अब ड्युटी रेस्ट गरेर एकछिन हावा खानालाई निस्केको बाहिर छततिर हैन। सो नाइस भ्यू देखेर अनि फेरि एउटा क्लिप गराउन मन लागिहाल्यो। आज चाहिँ हाम्रो बोसको बर्थडे पनि छ। सो त्यसको लागि तयारी गर्दैछन् स्टाफहरूले, सबैजनाले सेलिब्रेट गर्न छ उसलाई। ओके थ्याङ्क यू। सो अब यतिखेरको सामानको लागि चाहिँ वेट गर्नुपर्ने हुन्छ, सबैजना जम्मा हुन बाँकी नै छ। सभी का स्वागत है। बोसको बर्थडे सो गाइज हाम्रो उहाँ चाहिँ सेफ्टीवाला सर हुनुहुन्छ है। उहाँ चाहिँ हाम्रो बोस हुनुहुन्छ। के हुनुहुन्छ भने छ ड्याम नो कम्ता पेलाउँछ बेला बेलामा ड्याम्नाले, दिमाग खराब गराउँछ हौ गाइस। यस्तै हो, आफ्नो बर्थडेमा आफै बर्थडे पत्रिका मिलाउँदैछ। उसको भी आज से राज मिल गया। अरे अगले साल में ऐसे कोई खेलता है तो फिर बेटा तुमसे ना हो पाएगा। अरे ये पहनाना है ना उनको, रिचुअल है पूरा नहीं खुला। सब अरेंजमेंट लगाते हैं लोग, सब अरेंजमेंट लगाते हैं लोग। घुमाते कैसे यार? केक सारा खराब कर दी। टिप लगाएर दाबिरा के गर्नु, कहिले बर्थडे बर्थडे यसैमा सकिन्छ क्या हो, पड्काउनै। गजब बेइज्जती है। उल्टा तो नहीं घुमा रहा पर उसको पूरा खोल दो ना। हाँ अरे हाँ भाई हाँ। अरे राम जी दे रहा पिचकाई देंगे दौड़े लगे हाँ दे मैं ट्राई करता हूँ, चाकू घुमा दो। हैप्पी बर्थडे। ये मजा।
अच्छा हमको सिखा रिया है अच्छा घुमाउनु जान्दैन सिकाउनु पर्ने यति पनि एकै हो तपाईँलाई ल guys, मेरो चाहिँ छुट्टी भइसक्यो है अब ड्युटी भोलि लागे सो बोसको बर्थडे पनि अब मनाइयो त्यस्तै हल्का फुल्का मनाइयो होइन चाहिँ खाना खानको लागि बाहिर होटलहरू सो अहिले चाहिँ तर पनि ढिलै भइगयो कि यताउति गर्दा होइन ढिलै भइगयो रुममा निस्किनको लागि दिनमा छैन भोका रातमा छैन बताउन माया के गर्ने अब के भन्नै आएको छैन हो गाइज आज त के हो म होइन 2-3 दिन भयो म भ्लग स्टार्ट गरेको छैन म एक दिन चाहिँ यहाँनिर हरि फालिदिएको क्या यो गाई दिदीको कारणले गर्दाखेरि हो गाडीहरू बिच बाटोमा खडा हुन्छन् घरिघरि त के जस्तो स्पिडमा आइन्छ यस्तै मजाले होइन आएको पक्राउँदै गफ पनि कोसँग ल्याउने आफूले आफैसँग लगाएको होइन आएको गाई दिदी त बिचमा पुरा दगुर्दै आउनु भएको म चाहिँ जा भनेर चाहिँ इन्डिकेटर छैन त अनि भए पो दिनु त नि गरेर हुन्छ र आइपुग्न लागिसक्यो गेटमा है आइसक्यो रुमको गेटमा अब चाहिँ यति नेक्स्ट भिडियो अब फेरि 1-2 दिनमा है त